प्रतिभा पलायन अर्थात् ब्रेन ड्रेन का कारण, प्रभाव र समाधान। प्रतिभा पलायन अर्थात् ब्रेन ड्रेन भन्नाले कुनै देशका शिक्षित, दक्ष र प्रतिभाशाली मानव संसाधन राम्रो अवसरको खोजीमा विदेशतर्फ पलायन हुनु हो। यो समस्या आज विकासोन्मुख देशहरूका लागि गम्भीर चुनौतीको रूपमा देखा परेको छ। नेपाल जस्ता देशमा उच्च शिक्षा प्राप्त युवा डाक्टर, इन्जिनियर, वैज्ञानिक तथा दक्ष कामदारहरू विदेशमा अध्ययन, रोजगारी र राम्रो जीवनस्तरको आशामा बसाइ सर्ने प्रवृत्ति बढ्दो छ। यस निबन्धमा प्रतिभा पलायनका कारण, त्यसका प्रभाव र सम्भावित समाधानहरूबारे चर्चा गरिनेछ। प्रथम, प्रतिभा पलायनका मुख्य कारणहरू विभिन्न छन्। देशभित्र पर्याप्त रोजगारीको अभाव, कम तलब, सीमित अनुसन्धान तथा विकासका अवसर, राजनीतिक अस्थिरता र कमजोर शासकीय अवस्था प्रमुख कारण मानिन्छन्। साथै शिक्षा प्रणाली र श्रम बजारबीचको असन्तुलनले पनि युवालाई निराश बनाउँछ। विदेशमा उच्च तलब, सुरक्षित भविष्य, आधुनिक प्रविधि र व्यावसायिक सम्मान पाइने भएकाले युवाहरू आकर्षित हुने गर्छन्। त्यसपछि प्रतिभा पलायनले देशको आर्थिक र सामाजिक विकासमा नकारात्मक प्रभाव पार्दछ। शिक्षित जनशक्तिको अभावले स्वास्थ्य, शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्र कमजोर बन्छन्। सरकारले शिक्षा क्षेत्रमा लगानी गरेको ठुलो पुँजी प्रतिफल नआउँदै विदेशतर्फ जाने भएकाले राष्ट्रिय स्रोतको दुरुपयोग हुन्छ। दीर्घकालीन रूपमा यसले उत्पादनशीलता घटाउँछ र देशको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउँछ। साथै प्रतिभा पलायनका केही सकारात्मक पक्ष पनि देखिन्छन्। विदेशमा रहेका नागरिकहरूले पठाउने वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण अर्थात् रेमिट्यान्सले देशको अर्थतन्त्रमा योगदान पुर्याएको छ। विदेशमा हासिल गरिएको ज्ञान, सिप र अनुभव भविष्यमा स्वदेश फर्केर उपयोग हुन सक्ने सम्भावना पनि रहन्छ। तर यी सकारात्मक पक्षहरू दीर्घकालीन विकासका लागि पर्याप्त हुँदैनन्। अन्ततः प्रतिभा पलायन नियन्त्रणका लागि प्रभावकारी उपायहरू आवश्यक छन्। देशभित्र गुणस्तरीय रोजगारी सिर्जना,
पारदर्शी र स्थिर शासन व्यवस्था, अनुसन्धान तथा नव प्रवर्तनलाई प्रोत्साहन र युवा मैत्री नीति निर्माण जरुरी छ। साथै विदेशमा रहेका प्रतिभालाई स्वदेश फर्कन आकर्षित गर्ने कार्यक्रम र अवसरहरू उपलब्ध गराउनुपर्छ। यसरी मात्र देशभित्रै प्रतिभाको उचित उपयोग सम्भव हुन्छ। समग्रमा प्रतिभा पलायन विकासोन्मुख देशहरूको गम्भीर समस्या हो, जसले दीर्घकालीन विकासमा बाधा पुर्याउँछ। यसको कारण प्रभाव र समाधानलाई समग्र रूपमा बुझी ठोस कदम चाल्न आवश्यक छ। यदि देशले आफ्ना युवालाई उचित अवसर, सम्मान र सुरक्षित भविष्य दिन सक्छ भने प्रतिभा पलायनलाई न्यूनीकरण गर्न सकिन्छ। यसबाट राष्ट्रको समृद्धि र आत्मनिर्भरता सुदृढ हुनेछ भन्ने विश्वास गर्न सकिन्छ।